नमस्ते सम्पूर्णमा मेरो नाम चाहिँ बासु भण्डारी पुनर्वास 9 तनसिंगादेखि म चाहिँ के भन्न गइरहेको छु भनेपछि इलेक्सन भएको 3-4 वर्षसम्म घर दैलो नआउने नेताहरूले इलेक्सनको बेला किन घर दैलो आउनु? तिमीहरूको काम त भइसक्यो त, एकचोटि जितिसक्यो त, अब किन आउनु? अब किन माग गर्नु? किन पैसा दिन खोज्नु? राम्रो काम गरेको भए पैसा दिनु पर्थेन होला के? पैसा दिनु पर्थेन होला, राम्रो काम गरिदिएको भए आफै भोट हाल्थ्यो होला, मलाई भोट हालिदिनुहोस्, मलाई जिताइदिनुहोस् भन्नु पर्थेन होला। अहिलेसम्म धनसिंह भिजिट गरेछौ कसैले? कस्तो छ धनसिंहको हाल हेरेछौ? इलेक्सनको बेला त मैले देखेको नि, खुब रात दिनै आएको, खुब रात दिनै म यो गरिदिन्छु, म यो गरिदिन्छु। खै पिच बन्यो? विगत 12 वर्षदेखि पिच बनेको छैन धनसिंहमा, पोलमा लाइट छैन। हेरौँ भने अरूको गाउँभन्दा हाम्रो गाउँ बहुत पछाडि छ। कहिले बन्छ हाम्रो गाउँ? कहिले विकसित हुन्छ? कहिले हेर्न पाउँछौँ हामीले? हाम्रो बाउबाजेको पालाको बाटो थियो, अहिले पनि त्यही छ। गराइबिल हालेको थियो, त्यो गराइबिल पनि सकिसक्यो। कहिले बन्छ? कहिले विकसित हुन्छ हाम्रो गाउँ? यो चोटि हाम्रो गाउँमा नआइदिनु होला प्लिज, भोट माग्न हाम्रो गाउँमा नआइदिनु होला। यदि मेरो गाउँकोले पनि हेर्नुहुन्छ भने एमाले काङ्ग्रेस माओवादी सक्यो, यिनी तीनमा भोटै नहाल्नु होला। स्वतन्त्र बनाऊ, स्वस्थ रहौँ, हाम्रोभन्दा राम्रोलाई भोट दिउँ। मेरो भनाइ यति छ। हाम्रो देशभन्दा प्यारो हामीलाई केही छैन र हाम्रो गाउँभन्दा प्यारो हामीलाई केही छैन। हाम्रो गाउँ विकसित हुनु पर्यो पहिला, अहिलेसम्म विकसित भएको छैन। किन? भोट माग्ने बेला त हामी हजुरहरूको पुरा इच्छा चाहना पुरा गर्छौँ भने होइन। के चाहना पुरा भयो हाम्रो? के इच्छा पुरा भयो? बाटै बनेको छैन अहिलेसम्म। यसरी हुन्छ देश विकास, गाउँ विकास? आफ्नो गाउँठाउँ हेर्ने, हाम्रो गाउँठाउँ नहेर्ने, यसरी हुन्छ? यसरी त चल्दैन होला नि।